नमस्ते, म विजय चामलिङ। पत्रकारिताको पछिल्लो ट्रेन्डको बारे कुरा गर्दैछु। पछिल्लो ट्रेन्ड चाहिँ के छ भने अब भिडियो केन्द्रित पत्रकारिताको ट्रेन्ड छ। वेबसाइटमा गएर समाचार हेर्ने कुरा पनि अब सान्दर्भिक हुन छोड्यो। मैले चाहिँ सुरुमा रेडियोमा काम गरेको थिएँ है, 2-4 महिना रेडियोमा काम गर्ने बित्तिकै म चाहिँ पत्रिकामा काम गर्न थालेँ, प्रिन्ट जर्नलिजम राजधानी दैनिकमा। त्यहाँ काम गरेको करिब 8-10 वर्ष पछाडि वेबसाइट धमाधम खुल्यो। मैले पनि एउटा वेबसाइट त्यति बेला स्थापना गरेको थिएँ र पछिल्लो समय चाहिँ म salpaonline.com नामक न्युज पोर्टलमा काम गरिरहेको छु। तर अहिले के लाग्न थाल्यो भने अब त्यो न्युज पोर्टलमा गएर न्युज हेर्ने पनि मान्छेको त्यो ट्रेन्ड छैन। नयाँ ट्रेन्ड के आयो भने सिधै हाम्रा पाठक दर्शकहरूले मोबाइलमा फेसबुकबाट, युट्युबबाट, टिकटक या यस्तै प्लेटफर्मबाट चाहिँ भिडियो केन्द्रित कन्टेन्टहरू, न्युजहरू, विचारहरू हेर्न थाले। त्यो हुनाले अब वेबसाइटहरूको पनि महत्त्व घट्दै गएको हो कि भन्ने भइरहेको छ।